Hello, namaste everyone. What's up, my beautiful people? Welcome back again on my video, another day and another vlog. Asa cha yaharu sabaijana आराम हुनुहुन्छ होला and okay, right now I am in the Doha city and now I'm planning to go Corniche. Right? So I just am main road ma and I'm planning to go by walk, right? So evening here पर चाहिँ हामी म Corniche सम्म जानेछु. So I try to show you guys on there about the Corniche, right? यति बेला चाहिँ यहाँको टाइम चाहिँ 3 बजिसकेको छ हैन. सो अरु बेला भन्दाखेरि हिँड्नको लागि एकदमै वेदर पनि कुल भएको छ हैन. सो त्यस्तो गर्मी छैन नि त. अरु बेला हो भने धेरै नै गर्मी हुन्थ्यो. सो अहिले चाहिँ हिँड्नको लागि पनि सहज भइरहेछ. एन्ड दोहा सिटीको जस्तो यो वकिङ एरिया हुन्छ नि यति दामी भएको छ, ग्रिनरी भएको छ हैन, फुलहरु फुलेर ढक्क भइरहेछ. सो यहाँको सिटी हेर्दै म चाहिँ यहाँबाट अगाडि बढिरहेको छु. And I'm going to Corniche by walk. Hi. And today I'm going to show you about the Corniche, guys. So stay tuned and video like skip nagarikana हेर्दै गर्नु होला हैन. We will catch up there and the Corniche. See you on there, guys. Okay guys, finally I'm in the Corniche right now and by walk from the city center. It's maybe 20 minutes and after 20 minutes I am reached here and यहाँ नजिकै समुद्र छ हैन. समुद्रमा जाने छु and यहाँको weathers यहाँको views which is very cool हैन, एकदमै दामी छ. and let's see यहाँ पारि चाहिँ मैले बोटहरु पनि टन्न देखिरहेको छु and बिग शिप पनि देखिरहेको छु हैन. सो अब चाहिँ म त्यहाँनिर जाने कोसिस गर्ने छु. and oh my god, कति धेरै परिवारहरु हो. See guys, honestly यति आनन्द भइराछ नि हैन. honestly यति आनन्द अनि यति खुसी के आम परिवारको बीचमा. oh my god, शान्तिको प्रतीक परेवा. वाउ, कति आनन्द मिल्यो के हैन. एकछिन परिवारसँग खेल्यो एन्ड परिवारसँग रमाएपछिको दृश्य भनेको नजिकै समुद्रमा धेरै बोटहरु लागिरहेको छ यहाँनिर हैन. सो हेरौँ गाइस एन्ड लेट्स सी है त. यहाँ चाहिँ साइडमा के अरे फेरिहरु लागेर छ, सानो बोटहरु. अनि यो चाहिँ जस यहाँको के अरे अब समुद्र राउन्डिङ गराउने, राउन्डिङ गरेको कति जाने हैन, जस्तो 15 मिनेट, आधी घण्टा, 1 घण्टा जति जाने त्यो अनुसारको पैसाहरु लिदो रहेछ. सो लेट्स सी आई एम थिंकिङ अबाउट द ट्रिप है, थिंकिङ अबाउट द राउन्डिङ इन द बोट. सो हैन काम गरिन्छ एन्ड काम पछिको थोरै समय निकालेर यहाँ आउँदाखेरि चाहिँ धेरै नै आनन्द भन्छ क्या. यहाँको जस बाहिरी वातावरण अनि यहाँको हिस्टोरी भ्यूहरु हेर्दाखेरि चाहिँ एकदमै आनन्द आइरहेको छ. सो हैन तपाईहरु पनि कोही अब घुम्न आउने सोच्दै हुनुहुन्छ भने एज ए टु वी आर कमिङ फ्रम हियर, जस्ट वी नीड टु कम फर्स्ट इन द सिटी सेन्टर हैन. त्यहाँबाट मेट्रोमा आए पनि भयो. एन्ड यदि तपाई हिँडेर आउँछु भन्दाखेरि पनि जो सिटी सेन्टरबाट 20 मिनेटमा हिँडेर मजाले यो ठाउँमा आउन सक्नुहुन्छ. and it's a very beautiful place, guys. So यहाँबाट चाहिँ हामीले देख्न सकिन्छ हैन दोहा ओल्ड पोर्ट. माथि चाहिँ बिग शिप तपाईले देखिसक्नु भयो होला.
सो यहाँबाट चाहिँ अब चाहिँ हामी चाहिँ सिपमा नै सजिलैसँगले होइन कतारबाट बराइनबाट कतार पनि आउन सकिन्छ कि यहाँ चाहिँ भर्खरै लन्च गरेछ। अहिले चाहिँ म छु यहाँ समुद्रको छेउमा होइन यहाँको बाहिर टक्क सिन हेर्दै एन्ड वाउ दिस इज अ वाउ होइन त्यही हो होइन बाहिरको वातावरण अनि समुद्रको वातावरण साथै यहाँबाट चाहिँ हामीले देख्न पाइने भनेको चाहिँ ब्युटिफुल होइन सनसेट भ्यू हो। अनि यतिखेर चाहिँ सनसेट भ्यू सो अलमोस्ट देयर होइन यहाँबाट चाहिँ दामी सनसेट भ्यू अनि यहाँनिर सिटी भ्यू छँदैछ यतापट्टिबाट समुद्रको भ्यू छँदैछ एन्ड अघि देखिहाल्नुभयो त्यहाँनिर टन्न होइन। अनि यहाँ हेर्नुहोस् ग्रिनरी यति दामी ग्रिनरी छ होइन फुलहरू टक्क फुलिरहेछ एन्ड ग्रिनरी एकदम बब्बाल भइरहेछ। अनि समुद्रबाट अलिकति माथि आइसकेपछि होइन यहाँनिर चाहिँ पार्क छ पार्क अनि पार्कमा मजाले बसेर फ्यामिलीहरूसँग खाइरहेको पनि देखियो होइन। यहाँनिर चाहिँ सायद आएर मजाले खानेकुरा ल्याएर बसेर खाना पनि मिल्दो रहेछ अनि बच्चाहरूको लागि स्पोर्ट प्लेस खेल्ने ठाउँ अनि मजाले हिँडडुल गर्न मिल्ने एन्ड सम वान इज अ फिसिङ देयर होइन नजिकै फिसिङ पनि गरिरहेको रहेछ। या इट्स अ ब्युटिफुल एन्ड अ ब्युटिफुल प्लेस। मलाई चाहिँ राम्रो लाग्यो है मलाई चाहिँ राम्रो लाग्यो जस्ट डे आउट गर्नको लागि घुम्नको लागि अनि यसो साथीभाइहरूसँग रमाइलो गर्नको लागि एन्ड वी क्यान सी होइन ब्युटिफुल सनसेट भ्यू क्या सनसेट भ्यू यस्तो बबाल देखिन्छ एन्ड अहिले माथिको वातावरण चाहिँ एकदमै बबाल है ग्रिनरी एन्ड वी क्यान वक अराउन्ड द पार्क होइन एकदम बबाल एन्ड यहाँबाट सिटी भ्यू हेर्दै सनसेट भ्यू हेर्दै रमाउनको लागि चाहिँ एकदमै बबाल ठाउँ छ है। सो होइन त्यो साइडमा चाहिँ के अरे फ्यामिलीहरू बसिरहेको रहेछ सो फ्यामिली भएको ठाउँमा जानलाई चाहिँ त्यति राम्रो लागेन। सो म चाहिँ यता साइडबाट यता माथि निक्लिनेछु एन्ड यहाँबाट थोरै सनसेटको भ्यू हेरेर एन्ड ब्याक हुन्छु। सो दिस इज द कर्नेस गाइज एन्ड इट्स अ ब्युटिफुल प्लेस एन्ड मेरो डे अफ चाहिँ एकदम बबाल भयो भन्छु म चाहिँ है एकदम दामी भयो आनन्द भयो जस घुमेर यहाँ आउनको लागि हेर्नको लागि अनि यहाँ बसेर हामीले टक्क सनसेट पनि हेर्न सकिन्छ। सो होइन एउटा कुरा भनिदिइहालौँ एज अ अर्जेन्ट एन्ड सबैजनालाई चाहिने होइन अनि यता तपाईँहरू नयाँ हुनुहुन्छ यहाँनिर सब लाग्ने भनेको जाने ठाउँ सो टोइलेट जानको लागि एफी आपत पऱ्यो भने चाहिँ टक्क बिल्डिङको ट्याक्कै अपोजिटपट्टि हेर्नुहोस् होइन यहाँनिर तपाईँले भेट्न सक्नुहुन्छ। सो दिस इज द अर्जेन्ट फर एभ्री वान। सो यहाँसम्म त आइहाल्यो होइन अब यहाँबाट किन त्यतिकै फर्किने भनेर एकचोटि बोटको एक्सपिरियन्स पनि लिइदिउँ होइन एक राउन्ड हानेर आउँदैछु एन्ड ओके ल गइदिउँ त यहाँबाट सट्ट लगाएर बोटमा। अहिले चाहिँ टक्क बोटमा आइसकेको छु होइन यहाँबाट 15 मिनटको लागि है त 15 मिनटको लागि एक राउन्ड हान्ने अनि जस्ट एक्सप्रेसली फर्किने है। ओके सो मेरो चाहिँ यात्रा सुरु भएको छ यहाँबाट 15 मिनटको लागि बोट एन्ड सी राउन्डिङ गर्ने होइन यहाँबाट यात्रा सुरु। होइन यति बेला चाहिँ आइसकेको छु अनि हामी चाहिँ फर्किने पनि बेला भइसकेको छु। अब चाहिँ हामी यहाँबाट फर्किँदै चट्ट लगाएर है त यहाँनिर छ ब्युटिफुल सिटी भ्यू यहाँनिर छ समुद्र होइन अनि बोटमा सर लगाएर अब चाहिँ ब्याक टु पोर्ट एज अ ब्युटिफुल एन्ड एज अ क्वाइट एन्ड द पिस होइन वाउ। ओके ल घुमेर पनि आइयो 15 मिनटको बाटो एन्ड 15 मिनटको बाटो घुमेर आयो एक्सप्रेस लियो बोट एक्सपिरियन्स। अब चाहिँ हामी यहाँबाट बाहिर जाने यहाँनिर चाहिँ पुरै लाइटहरू लगाएर होइन नाइटमा चाहिँ दामी लाइटिङ एन्ड बोट सब यहाँनिर छ क्युमा यहाँनिर चाहिँ टट्ट घुमाएर कति मिनट जाने होइन त्यो अनुसारको पैसा लिँदो रहेछ। अब मलाई चाहिँ यो सुरुमा 50 भनिरहेको थियो पछि 30
हुँदाहुँदै अनि मैले चाहिँ डिस्ट्रिब्युटमा जाने प्लान गरेर त्यसमा गएर आएँ होइन सो यु क्यान गाइज कम टु कर्नेस एन्ड यु क्यान इन्जोय सो लगभग अब चाहिँ होइन कर्नेसको लेफ्ट राइट अप एन्ड डाउन घुमिसके जस्तो लाग्यो सो त्यति धेरै टाढा पनि गयो होइन बस त्यतिकै वरिपरि घुम्दा घुम्दै होइन लगभग समय चाहिँ अब निक्लिसकेछ एन्ड जस्ट आइ एम वकिङ अन द साइड एन्ड इट्स अ भेरी कुल होइन अब चाहिँ लाइटहरू बल्न थाल्यो एन्ड अघिसम्म डे थियो भने अब नाइट भएपछि नाइट लाइट अफ लाइफ दामी देखिन्छ सो नाउ आइ एम गोइङ ब्याक फ्रम हियर होइन अनि त्यही हो and if you like my video please don't forget to subscribe, like and comment down below. Thank you so much guys and see you on the next video. See you. So अघि चाहिँ के अरे डेको भ्यू होइन अनि यो चाहिँ नाइटको भ्यू यस्तो छ कर्नेसको भ्यू चाहिँ दामी होइन